हाय एभ्रिवान, हम लोग कर्म गर्ने जाति और काण्ड हो जाता है त्यस्तै भयो। तेल हाल्दा चाहिँ डल्लै पोख्यो हो। तर पनि हामी चाहिँ त्यो कुरालाई साइडमा राखेर यहाँनिर खाना बनाउनु आँटेको छ। कलेजबाट आएर चाहिँ आज चाहिँ हाम्रो अर्ली मर्निङ क्लास थियो अनि आएर चाहिँ यहाँनिर एकछिन म ट्रमाटाइज हुँदा मेरो साथी नाच्दा त्यहाँदेखि हामी एकछिन जोस चलाएर खाना पकाउन थाल्यो। अनि हामीलाई खाना पकाउँदा पकाउँदै के जोस चढ्यो भन्दाखेरि चाहिँ हामी चाहिँ पकाउनु आँटेको थियो प्याजी। आई डोन्ट नो प्याजी भन्छ पकौडा के भन्छ याद छैन, तर यो चाहिँ हामीले पकाउने डिसाइड गर्यो होइन। त्यहाँदेखि चाहिँ हामी गुन्द्रुकको झोल पकाउँदैछ गाइज हो। अनि चाहिँ यो चाहिँ गुन्द्रुकको झोल जस्तो स्पिड पाक्दैछ, तर जतिको स्पिडमा पाएको छ त्यो देख्नु मात्रै हो, काट्नु ओर्नु चाहिँ यो एकदम एडिटेड हो होइन। एनिवेज यहाँनिर गुन्द्रुकको झोल पाक्यो, माम पाक्दैछ यहाँनिर म रेडी गर्दैछु ब्याटर। यति बेसी मैले बेसन हालेँ कि तर पनि कस्तो गिलो भएको थियो। तर एनिवेज मेरो फर्स्ट ट्राई थियो अनि फर्स्ट ट्राईमा मैले राम्रो गरेँ। र गाइज हामी दुईजना चाहिँ अक्कुतारा फ्यान्स एन्ड द्याट्स इट फर टुडे, बाई बाई।